बालन शाह प्रधानमन्त्री, रवि लामिछाने गृह मन्त्री बन्ने पक्का भयो। सबैले एक लाइक गरेर शेयर गरौ। बालन शाह प्रधानमन्त्री बनेपछि कस्ता काम गर्नेछन् यदि जान्न चाहनुहुन्छ भने यो भिडियो पुरा हेर्नुहोला। बालन शाह भन्नुहुन्छ, म प्रधानमन्त्री भए भने सबैभन्दा पहिले राजनीतिलाई सेवाको माध्यम बनाउने छु। आहा, कति राम्रो काम बालन शाहको। अनि भन्नुहुन्छ, भ्रष्टाचारसँग कुनै सम्झौता गर्दिन, ठुला साना सबै भ्रष्टाचारका फाइल खोल्छु र दोषी जोसुकै भए पनि कारबाही गर्छु। आहा, यो पनि कति राम्रो काम। त्यसै गरी शिक्षा र स्वास्थ्यलाई व्यापार होइन अधिकार बनाउँछु। हेर्नुहोस् त, यो झनै अति उत्तम काम। सरकारी स्कुल र अस्पताललाई सुधार्छु। शिक्षक र डाक्टरलाई काम गर्न बाध्य गराउँछु। हो, अहिले धेरै जनताले यही खोजिरहेका छन्, यही सोचिरहेका छन्, यही रोजिरहेका छन्। युवालाई भाषण होइन अवसर दिन्छु। हेर्नुहोस् त, यो झन् युवाले नै गराएको परिवर्तनले युवाको लागि केही गर्न सकेन भने के अर्थ रह्यो त। अनि भन्नुहुन्छ, देशको रोजगारी सिर्जना गर्छु। सिप अनुसार काम र काम अनुसार परिश्रमको व्यवस्था गर्छु। हो, जनताले यही चाहेको हो। विदेश जाँदा जाँदा जनता वाक्क दिक्क भइसकेका छन्। अब चाहिँ देशमा केही गर्नुपर्छ, देशमै रोजगार हुनुपर्छ भन्नेमा जनताहरूले परिवर्तन खोजेका हुन्। त्यसै गरी भन्नुहुन्छ, किसानलाई अनुदान मात्र होइन बजार दिन्छु। हो, अनुदानले मात्रै केही हुन्न। जनताले उत्पादन गरेका सामग्रीहरू बेच्नको लागि बजार पनि दिनुपर्छ। बिचौलिया हटाउँछु र किसानको उत्पादन सिधै उपभोक्तासम्म पुर्याउने प्रणाली बनाउँछु। सही भन्नुभयो, किनकि जनताले उत्पादन गरेका सामानहरू बिचौलिया दलाल एजेन्टहरू बीचमा लागेर उनीहरू मोटाइरहेका छन्। किसानहरू जहाँका त्यही छन्। यो पनि एकदम राम्रो काम। त्यसै गरी कानुन सबैका लागि बराबर बनाउँछु। हो, धनीका लागि र पावरवालाका लागि अहिले कानुन धेरै माथि छ, तर गरिब र दुखीका लागि कानुन छैन। यो चाहिँ सबैका लागि बराबर बनाउनै पर्छ। नेता, कर्मचारी वा व्यापारी कसैलाई पनि कानुनभन्दा माथि राख्दिन। हो, पावर र पहुँचवालाले पनि कानुनभन्दा माथि हुन हुँदैन। राजधानी मात्र होइन सबै प्रदेश र गाउँमा प्राथमिकता राख्छु। गुड, एकदमै राम्रो। माथि काठमाडौँ मात्र हेर्ने, गाउँतिर फर्केर नआउने यो प्रवृत्ति पनि हटाउनु पर्छ। त्यसै गरी सडक, खानेपानी, ढल र फोहोर व्यवस्थापनलाई देशव्यापी अभियान बनाउँछु। एकदम राम्रो काम। यो ढलहरू फोहोरहरूले गर्दाखेरि एकदमै नेपालमा प्रदूषित भइरहेको छ, यसलाई सरसफाइ गर्नै पर्ने छ। त्यसै गरी भाषण कम गर्छु, काम देखाउँछु। हो, भाषण नेपाली जनतालाई चाहिएको छैन, नेपाली जनतालाई चाहिएको भनेको काम हो। 5 वर्षपछि के गरे भनेर जनता सामु जवाब दिन लायक काम गर्छु। हो, 5 वर्षपछि भोट माग्न आउँदा यस्तो यस्तो काम गरे भनेर एजेन्डा त देखाउनु पर्ला नि। अन्त्यमा बालन शाह भन्नुहुन्छ, प्रधानमन्त्री भएर शासक बन्दिन, म जनताको कर्मचारी भएर काम गर्छु। हो, नेपाली जनताले पनि चाहेको यही हो। यदि तपाईँले यो भिडियो हेर्दै हुनुहुन्छ भने बालन शाहको कुरो कस्तो लाग्यो, जस्तो लाग्यो त्यस्तै प्रतिक्रिया दिँदै, एक लाइक गर्दै, कमेन्ट गर्दै भिडियोलाई धेरै मासम्म सेयर गर्न भने नबिर्सिनु होला है त।